नमस्कार, म मेदिनी घिमिरे, महेन्द्र माध्यमिक विद्यालय मानेवञ्ज्याङ खामबारी 3 सङ्घ सभाको प्रधानाध्यापक। सर्वप्रथम सम्पूर्ण विद्यालयसँग जोडिनुभएका आदरणीय अभिभावक, सरकारवाला महानुभावहरूप्रति विद्यालयको तर्फबाट हार्दिक स्वागत अभिवादन व्यक्त गर्न चाहन्छु। महेन्द्र माध्यमिक विद्यालय विक्रम सम्वत 2009 सालमा एउटा बाँसको टहराबाट शैक्षिक इतिहास बनाउँदै आज 2082 सालमा 73औं वार्षिक उत्सव मनाउने सन्दर्भमा आइरहँदा गुणस्तरीय एवं प्राविधिक शिक्षा, अनेकतामा एकता, शैक्षिक एवं प्रशासनिक शुद्धता हाम्रो प्रतिबद्धता भन्ने एउटा कमिटमेन्टलाई आत्मसात गर्दै सामाजिक विश्वास कायम गर्नका निमित्त भिजन, मिसन र गोल अब्जेक्टिभहरू निर्धारण गरेर शैक्षिक अभियानमा प्रयत्नरत एउटा संस्था हो। यसले जम्मा 9वटा गोलहरू, अब्जेक्टिभहरू लिएको छ। गुणस्तरीय एवं प्राविधिक शिक्षालाई व्यवस्थित गर्नको लागि एउटा शैक्षिक केन्द्रको रूपमा यो विद्यालय स्थापना गर्ने गरी प्रयत्नरत रहेको छ। समुदायलाई चाहिँ यो प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालय भएको हुनाले विज्ञ परामर्श सेवा प्रदान गर्ने, बाल केन्द्रित सिकाइ सञ्चालन गर्ने, बहिरा तथा सुत्थश्रवण बालबालिकाहरूका लागि आधारभूत तहसम्मको गुणस्तरीय शिक्षा प्रदान गर्ने, त्यस्तै गरी शैक्षिक, भौतिक, आर्थिक, प्रशासनिक, सामाजिक रूपमा उत्कृष्ट नमुना विद्यालयको रूपमा स्थापित हुने, सूचना प्रविधिको पहुँचलाई वृद्धि गरेर डिजिटल साक्षर समाजको निर्माण गर्ने, विद्यार्थीहरूको प्रतिभा पहिचान गरी उनीहरूको प्रतिभामा निखारता ल्याउनका लागि प्रतिभा विकासका कार्यक्रमहरू सञ्चालन गर्ने, सुरक्षित विद्यालय, व्यवस्थित कक्षा कोठा, मनोरम वातावरण रहेको हरित विद्यालय, हाम्रो विद्यालय राम्रो विद्यालय निर्माण गर्ने र विद्यार्थी एवं शिक्षकहरूको सफलताका लागि सक्षमता वृद्धिका, सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गर्ने गरी योजना बनाएर अगाडि बढेको विद्यालयले आफ्नै विद्यालय गीत तयार गरेर विद्यार्थीहरूलाई सङ्गीत मार्फत पनि विद्यालयसँग जोड्ने प्रयत्न गरेको छ। यो विद्यालयको इतिहासलाई भनिरहँदा 2009 सालमा योगी बलभद्र गिरीले सानो बाँसको टहराबाट शैक्षिक यात्रा, एउटा गुरुकुलको सिस्टमबाट सुरु गरेको शैक्षिक यात्रा, यसको इतिहासको पहिलो खण्डमा हामी सम्झन्छौँ। उहाँप्रति अहिले विद्यालयको तर्फबाट हार्दिक सम्मान भाव व्यक्त गर्न चाहन्छु। तत्पश्चात 2014 सालमा तत्कालीन राजाको सवारी भएपछि धनकुटामा गएको यहाँका अग्रज अभिभावकहरूको टोलीले स्वीकृतिका लागि चढाएको निवेदन प्रति सकारात्मक ऊर्जा सहित स्वीकृति लिएर फर्किनु भएका अभिभावकहरूले आधिकारिकता प्राप्त गरेपछि 2014 सालबाट यसमा नीतिगत व्यवस्था सहितको विद्यालय चलेको र पहिलो प्रधानाध्यापकको रूपमा ताम्रध्वज घिमिरेले जिम्मेवारी पाउनु भएको इतिहास रहेको छ। त्योभन्दा अगाडि नीतिगत व्यवस्था हुनुभन्दा अगाडि जो योगदान गर्नुभयो बलभद्र गिरी, त्यस्तै गरी धनञ्जय पोखरेल जस्ता महानुभावहरू अहिले पनि हामीले उहाँहरूको योगदानलाई बिर्सनु हुँदैन। कृष्ण प्रसाद पोखरेल जस्ता महानुभावहरूले योगदान गर्नुभएको थियो। त्यति बेला ताम्रध्वज घिमिरे शिक्षक नै हुनुहुन्थ्यो, तथापि जब नीतिगत व्यवस्था भएपछि उहाँले पहिलो प्रधानाध्यापकको रूपमा इतिहास बनाउन सफल हुनुभयो र आज 13औं प्रधानाध्यापकको कार्यकाल चलिरहेको विद्यालयमा यो अवस्थासम्म आइरहँदा हामीले बिर्सनै नहुने कुरा यसका शैक्षिक इतिहास र यो योगदान गर्ने महानुभावहरूको योगदानलाई हामीले बिर्सनु हुँदैन। 2030 सालसम्म यो प्राइमरी लेभल रह्यो। 2040 सालदेखि निजी स्रोतमा प्रस्तावित मावि, 2052 सालमा विद्यालय तह स्वीकृत भएपछि अरू अभियानहरू अगाडि बढाउँदै जाँदा 60 सालमा स्रोत कक्षा, 64 सालदेखि तत्कालीन साबिकको उच्च मावि 11-12 कक्षा, 67 सालदेखि जिल्लाकै प्रथम प्राविधिक शिक्षा प्रदान गर्ने शिक्षालयको रूपमा 15 महिने कृषि जेटिए, जो अहिले 18 महिने प्री डिप्लोमाको रूपमा टेक्स कार्यक्रम अन्तर्गत चलिरहेको छ र 2075 सालमा सिटिबिटीबाट सम्बन्धन प्राप्त गरेर 3 वर्ष कृषि डिप्लोमा सञ्चालन गर्दै सङ्गीत कला केन्द्रको रूपमा स्थापित संस्थालाई पनि यो विद्यालयसँग जोडेर यसले विभिन्न बहुआयामिक कार्यक्रमहरू सञ्चालन गर्दै अहिले शैक्षिक अभियान चलाइरहेको छ। यो अवस्थामा ल्याउनका लागि अग्रज अभिभावकहरूले पुर्याउनु भएको योगदान कहिल्यै पनि भुल्न नसक्ने रहेको छ। हुनसक्छ अहिले गरेका मेहनत र त्यो बेला गरेका मेहनत देखावटी रूपमा अहिले बढी देखिए तापनि
योगदान भने तत्कालीन व्यक्तिहरूको, तत्कालीन समाजसेवीहरूको, अग्रज अभिभावकहरूको बहुत बढिरहेको छ। त्यसैले म अहिले प्रधानाध्यापकको हैसियतले उहाँहरूप्रति श्रद्धाभाव व्यक्त गर्न चाहन्छु। यति बेलासम्म आइपुग्नलाई मेहनत गर्ने महानुभावहरूमा म नामै लिन चाहन्छु, उहाँहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु। ताम्रध्वज घिमिरे, धनञ्जय पोखरेल, दधिराम पोखरेल, धनजित राई, समरबहादुर घिमिरे, मेम्बर दलबहादुर घिमिरे, दुर्गादेवी घिमिरे, टङ्कबहादुर, मोहन कुमार, अमरबहादुर घिमिरे, कृष्णप्रसाद पोखरेल, कृष्णबहादुर विष्ट, कुलबहादुर घिमिरे, कर्णबहादुर घिमिरे, लालबहादुर राई, रामदत्त राई, सन्तबहादुर राई, लक्ष्मीप्रकाश गुरुङ, जयप्रसाद गुरुङ, सूर्यबहादुर गुरुङ, तत्कालीन सिडिओ साहब मदन प्रसाद अरियाल, अमरबहादुर गुरुङ, लालबहादुर गुरुङ, नरजित राई, कृष्ण भगत श्रेष्ठ, बमबहादुर राई, धनञ्जय राई, धनबहादुर राई, नरबहादुर श्रेष्ठ, तुलाराम दर्जी जस्ता महानुभावहरू। त्यसै गरी दुर्गाबहादुर विश्वकर्मा, दलचन्द्र विश्वकर्मा, गमबहादुर घिमिरे, डिल्लीराम चौहान, पूर्व एक महत्त्वपूर्ण व्यक्तित्व दुर्गाबहादुर पराजुली, शमशेरबहादुर राई, शेरबहादुर राई, जितबहादुर घिमिरे, नेत्रप्रसाद रेग्मी, सूर्यबहादुर ओझा, भूपू प्रहरू, गणेश प्रसाद निरौला सहित लामो कार्यकाल सम्पन्न गर्नुहुने उहाँ बाहेक अन्य महानुभावहरू पनि जम्मा अहिले 13औं प्रहको रूपमा सबै योभन्दा अगाडिका प्रहहरू, पूर्व प्राचार्य शेरबहादुर पुरी, विशेष गरी यसको भौतिक संरचनासँग जोडिएका ब्रिटिस गोर्खा सैनिकहरू जब्बरबहादुर राई, हस्तबहादुर राई, जसबहादुर राई जस्ता महानुभावहरूलाई हामीले कहिल्यै बिर्सन सक्दैनौँ। यो विद्यालयले सधैँ सम्झने विभिन्न सङ्घ संस्थाहरू, सङ्घीय सरकार, प्रदेश सरकार, कोशी प्रदेश सरकार, स्थानीय सरकार, खाँदबारी नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाइ, तत्कालीन जिल्ला विकास समिति, जिल्ला आयोजना कार्यान्वयन इकाइ, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिप्रदियन सहायता संस्था, लायन्स मनोरम प्रतिष्ठान, बरादल गुल्म, तेजरत्न आँखा अस्पताल जस्ता सङ्घ संस्थाहरू। त्यस्तै गरी सिटिबिटी, इभेन्ट प्रोजेक्ट, आरआरएन, सोडेक, प्लान्स फर नेपाल, एसोसिएसन विथ मनी पर इल स्विजरल्यान्ड, त्यस्तै गरी अहिले स्थानीय सरकार अन्तर्गत 3 नम्बर वडा कार्यालय, एडभान्स क्लब, करुणा फाउन्डेसन, जिल्ला अपाङ्ग सङ्घ, सङ्घसभा छात्रवृत्ति प्रतिष्ठान, पाङमा स्वास्थ्य चौकी लगायतका संस्थाहरूलाई हामी कदापि भुल्न सक्दैनौँ। उहाँहरूले यो संस्थाको समृद्धिका लागि विशेष सहयोग पुर्याउनु भएको छ। समग्रमा भन्दा विद्यालयका जग्गादाता, संस्थापकहरू, चन्दादाता, अक्षय कोषदाता, समितिका पदाधिकारी रहेर काम गर्ने महानुभावहरू, पूर्व प्राचार्य, शिक्षकहरू, कर्मचारीहरू, विभिन्न उपसमिति समितिहरूमा रहेर निस्वार्थ सेवा गर्ने महानुभावहरू, त्यसै गरी विद्यालयका गतिविधिहरूलाई विश्वास गरेर आफ्ना विद्यार्थीहरूको भविष्य निर्माणका लागि यो विद्यालयलाई शैक्षिक थलोको रूपमा छानेर पठाउने अभिभावक महानुभावहरू सबैप्रति म विद्यालयको तर्फबाट यहाँहरूप्रति सम्मान भाव प्रकट गर्न चाहन्छु। यहाँ सम्झनै पर्छ, अहिले लगभग 130 रोपनी जग्गाको धनी यो विद्यालयलाई जग्गा दान गर्नुहुने मुख्य दाताहरू दधिराम पोखरेल, धनजित राई र नरध्वज तामाङ, उहाँहरूप्रति, उहाँहरूको परिवारप्रति अहिले पनि म नतमस्तक छु। उहाँहरूले दिएको योगदानले नै आज हामी यो धरातलमा उभिन पाएका छौँ। उहाँहरूले निःशुल्क जग्गा दिनुभयो। त्यसै गरी केही शुल्क लिएर सहुलियतमा जग्गा दिने हेमकुमार श्रेष्ठ, बलबहादुर गुरुङ, तिलबहादुर कार्की, कुलबहादुर बुढाथोकी, तर्कबहादुर बुढाथोकी, मेहरमान पराजुली, पोषराज चापागाई, जगतबहादुर, वीरबहादुर तामाङ, उहाँहरूप्रति पनि म धन्यवाद ज्ञापन गर्न चाहन्छु। अहिले हाम्रो यो विद्यालयमा इतिहासलाई हेर्दा 18औं अध्यक्षको अध्यक्ष कार्यकाल चलिरहेको छ, जितबहादुर घिमिरेको अध्यक्षतामा। यसभन्दा अगाडि 17 जना महानुभावहरूले अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभयो, जो हामीले तयार गरेको विद्यालयको वार्षिक प्रतिवेदन, विद्यालय प्रतिवेदनमा संलग्न छ। त्यसै गरी पहिलो अध्यक्ष रहनुभएको छ इतिहासलाई हेर्दा मानबहादुर विष्ट भने, शिक्षक अभिभावक सङ्घको पहिलो अध्यक्ष पोषराज खनाल, उहाँ दिवंगत भइसक्नु भएको छ। उहाँहरूप्रति श्रद्धा सुमन व्यक्त गर्दै अहिले 9औं शिक्षक अभिभावक सङ्घको अध्यक्षको कार्यकाल चलिरहेको छ। त्यसै गरी मैले अघि पनि भनेको कुरा दोहोऱ्याउन चाहन्छु, योगी बलभद्र गिरीले सुरु गरेको शैक्षिक अभियानको नीतिगत व्यवस्था अन्तर्गत पहिलो ताम्रध्वज घिमिरे बाट 2014 सालदेखि 17 सालसम्म नेतृत्व गरिएको संस्थामा अहिले म 13औं प्रधानाध्यापकको रूपमा 2073 साल
श्रावण 1 गतेबाट कार्यरत रहेको छु। यसभन्दा अगाडिका 12 जना प्रधानाध्यापकज्यूहरू जसले यो संस्थालाई आजसम्म यहाँ हाकेर ल्याउनु भयो उहाँहरूप्रति सम्मान भाव व्यक्त गर्न चाहन्छु। अब यो विद्यालयको भौतिक अवस्था हेर्दा जिल्लामा एउटा प्रभाव छाड्न सफल भएको विद्यालय हो। प्रदेश सरकार, कोशी प्रदेश सरकारले नि चिनेको विद्यालय हो। यहाँ प्राप्त योजनाहरू को सदुपयोग हुन्छ र पूर्ण कार्य सम्पादन हुन्छ भनेर विश्वास गरेको एउटा विद्यालय महेन्द्र माध्यमिक विद्यालय हो। त्यसैले यहाँ प्रदेश सरकारका पनि धेरै योजनाहरू कार्यान्वयनमा रहेका छन्। यो विद्यालयमा जम्मी 129.75 रोपनी जग्गा छ। अब यसमा जम्मा 4वटा ब्लकहरू छन्। एउटा कृषि ब्लक, एउटा प्राइमरी ब्लक, एउटा माध्यमिक ब्लक र अर्को छात्रावास। 4वटा ब्लकहरू छन्। यसमा हामीले प्रयत्न गरिरहेको कुरालाई संक्षेपमा भन्दा प्रविधि मैत्री कक्षा कोठा, हरित विद्यालय र सुरक्षित विद्यालय निर्माणका लागि सबै विद्यालयका अवयवहरू मेहनतका साथ लाग्नु भएको छ, लाग्ने प्रयत्न गरिरहेको छ र अहिले एउटा आफ्नै प्रयत्नबाट समुदायको सहयोग र संलग्नताबाट एउटा नमुना कार्यक्रम गर्ने विद्यालयको रूपमा स्थापित हुन कोसिस गरिरहेको छ। यही सन्दर्भमा मैले 2081 साल फागुन 13 गते विद्यालयको प्रको हिसाबले विद्यालय प्रतिवेदन तयार गरेको छु। त्यो प्रतिवेदन जुनसुकै बखत पनि यहाँहरूले त्यसलाई चाहिँ नजर गर्न सक्नुहुनेछ र त्यसको डिजिटल भर्सन अब हामी यही भिडियो मार्फत पनि हामी पेश गर्नेछौँ। त्यस्तै गरी विद्यालयको वेब पेजमा पनि हामी PDF फर्मेट अपलोड गर्नेछौँ र यहाँहरूले यस्तै मिडिया मार्फत पनि आरामले विद्यालयको यो चाहिँ कपी नै हेर्न सक्नुहुनेछ र केही जिज्ञासा, राय, सुझाव, सल्लाह भए हामी त्यसलाई शिरोधार्य गरेर विद्यालयको सुधारका लागि हामी अगाडि बढ्ने म प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। अहिले मेरो पछाडि रहिरहेको जितबहादुर घिमिरेको अध्यक्षतामा 9 सदस्यीय विद्यालय व्यवस्थापन समितिको नीतिगत व्यवस्था अनुसार 2079 माघ 6 गतेबाट अब लगभग पदावधिको अन्तिम अवस्थामा विद्यालय व्यवस्थापन समिति छ भने झङ्कजित राईको अध्यक्षतामा 2 वर्षे कार्यकाल लिएर 81 साल माघ 21 गते सुरु गरेको यो शिक्षक अभिभावक सङ्घ 11 सदस्यीय शिक्षक अभिभावक सङ्घ पनि हामीसँग मौजुदा रहेको छ। त्यस्तै गरी यो विद्यालयका बहुआयामिक शैक्षिक कार्यक्रमलाई व्यवस्थित गर्न महेन्द्र माध्यमिक विद्यालय बहिरा तथा सुस्थ स्रोत कक्षा व्यवस्थापन समिति जितबहादुर घिमिरेकै अध्यक्षतामा रहने प्रावधान रहेकोले 8 सदस्यीय समिति रहेको छ। त्यसै गरी हामीले बहुआयामिक कार्यक्रम अन्तर्गत सङ्गीत कला केन्द्रको लागि नेत्र प्रसाद रेग्मीको अध्यक्षतामा 9 सदस्यीय सङ्गीतका पारखीहरूलाई संयोजन गरेर एउटा सञ्चालक समिति निर्माण गरेर अगाडि बढिरहेका छौँ। त्यसै गरी एउटा सङ्घसभा जिल्लामा ऐतिहासिक काम महेन्द्र माविले गरिरहेको छ। एउटा बहुआयामिक कार्यक्रम सञ्चालन एउटै संस्थाले गर्ने भने अर्को धेरै विद्यालयहरूका छात्रवृत्ति अक्षय कोषको अस्तव्यस्तता हामीले सुन्न देख्न पाएका छौँ र त्यही परिस्थितिबाट हामी गुज्रिन नपरोस् भनेर मैले 2073 साल साउन 1 गते प्रधानाध्यापक बनिसकेपछि यसलाई कानुनी दायराभित्र ल्याउनुपर्छ भनेर तत्कालीन जिल्ला प्रशासन कार्यालयमा 2073 साल कार्तिक 11 गते दर्ता नम्बर 460 कायम गरेर महेन्द्र उच्च मावि छात्रवृत्ति अक्षय कोष स्थापना भयो र त्यसलाई दर्ता गर्न सफल भयौँ। यसमा चाहिँ एउटा इतिहास जोडिएको छ। म यो विद्यालयको पूर्व विद्यार्थी 2043 सालसम्म यो विद्यालयमा पढेको विद्यार्थी। त्यसै गरी मेरो बुवा नै प्रथम प्रधानाध्यापकको रूपमा रहनु भएको इतिहास मैले यहाँ आएपछि पाएँ र अहिले म 13औं प्रधानाध्यापकको रूपमा काम गरिरहँदा मेरो बुवा 2059 साल मङ्सिर 29 गते दिवंगत हुनुभएपछि, देहावसान उहाँको भएपछि पहिलो प्रहको इतिहास देखेपछि उहाँको नाममा एउटा अक्षय कोष स्थापना गर्नुपर्छ भनेर हामीले पारिवारिक सल्लाह गरेर महेन्द्र माविको पहिलो अक्षय कोष स्थापना गऱ्यौँ 2059 साल पौष महिनामा। यो पनि एउटा इतिहास हो। त्यस कारणले यो विद्यालयले त्यो छात्रवृत्ति कोष आज त्यति बेला 59 सालमा पहिलो स्थापना गरेको कोष आज 87औं कोषको धनी भएको छ र लगभग 49 लाख रुपैयाँ कोष यो विद्यालयमा छात्रवृत्ति कोषको रूपमा रहेको छ। यसको 75% ब्याज
चाहिँ विद्यार्थीहरू पुरस्कृत हुने गरेका छन्। लगभग 150 विद्यार्थी वार्षिक उत्सवमा पुरस्कृत हुन्छन्। यो एउटा समाजको लगानी हो भन्ने बलियो प्रमाण हो। यसले पारदर्शिताका लागि निर्माण समिति बनाएर, विवेश अन्तर्गत निर्माण समिति बनाएर अनुगमन सुपरिवेक्षणकै आधारबाट आन्तरिक कामहरू गर्ने र सार्वजनिक सुनवाई गरी जनता सामु विद्यालयका गतिविधिहरू सार्वजनिक गर्ने कार्यक्रम गरेको छ। प्राविधिक शिक्षालाई व्यवस्थापन गर्न एनेक्स समन्वय समिति भनेर विद्यालयका प्रको अध्यक्षतामा 5 सदस्यीय समिति रहेको छ। यसरी धेरैवटा कार्यक्रमलाई धेरैवटा सङ्गठनहरूद्वारा नेतृत्व गर्दै सहभागितामूलक व्यवस्थापनबाट यो विद्यालय अगाडि बढिरहेको छ। अहिले हाम्रो विद्यालयमा जम्मी 38 जना शिक्षक कर्मचारी कार्यरत रहिरहेका छौँ। म आफू प्रधानाध्यापकको नेतृत्वमा रहिरहे पनि एक शिक्षक एक जिम्मेवारी यो सायद सबैका लागि अनुकरणीय एउटा चाहिँ अभ्यास रहेको छ। महेन्द्र माविको प्रत्येक शिक्षकलाई एउटा क्षेत्रको जिम्मेवारी रहेको छ। त्यो जिम्मेवारी फेरि विद्यालय प्रशासनले लादेर दिने गरेको छैन। तपाईँ यो जिम्मेवारीमा हुँदा के गर्नुहुन्छ भनेर उहाँबाट नै राय लिएर म यो काममा 1 वर्षमा यो गर्छु भनेर उहाँहरूले एउटा कार्य सम्पादन विवरण पेश्नुहुन्छ र त्यसैमा सम्झौता गरेर 1 वर्षमा गरेका कामको समीक्षा गरेर अनि यो विद्यालयलाई अगाडि बढाउने प्रयत्न गरिएको छ। यहाँ सूचना अधिकारीको ब्लक वाइज व्यवस्था छ, गुनासो सुन्ने अधिकारीहरूको ब्लक वाइज व्यवस्था छ। यसरी विभिन्न खालका जिम्मेवारीहरूबाट साझा उत्तरदायित्व एउटा चाहिँ कलेक्टिभ लिडरसिपलाई चाहिँ हामीले व्यवहारमा उतार्ने प्रयत्न गरिरहेका छौँ। विद्यालयको शिक्षकहरूको मात्रै होइन, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको नि अध्यक्ष बाहेक अन्य पदाधिकारीहरूको नि क्षेत्रगत रूपमा विभिन्न क्षेत्रमा संयोजन गर्ने उपसमितिहरू बनाएर काम गरिरहेका छौँ। जस्तै शैक्षिक समन्वय उपसमिति, प्रशासनिक व्यवस्थापन समिति, भौतिक निर्माण उपसमिति, यस्ता समितिहरू बनाएका छौँ भने विद्यार्थीहरूको विकासका लागि प्रतिभा बाल क्लब, महेन्द्र इको क्लब, महेन्द्र ट्रुप स्काउट, एनसीसी एल्मुनाई, जुनियर क्रस सर्कल, त्यस्तै गरी प्रत्येक कक्षामा कक्षागत अनुशासन समिति, विद्यालय क्याप्टेन, कक्षा क्याप्टेन, मनिटर, सदनहरू, सदन नेता, उपनेताहरू मार्फत विभिन्न क्षमता विकासका, नेतृत्व विकासका कामहरू अगाडि बढाइरहेका छौँ। र यसरी अगाडि बढिरहेको यस विद्यालयलाई मैले तयार गरेको गत वर्ष पेश गरेको विद्यालयको प्रतिवेदनमा म 2071 सालमा यहाँ आएको र 71 सालदेखि नर्मल्ली 10 वर्षको कम्प्यारेटिभ लर्निङ एचिभमेन्ट चार्ट पनि हामीले संलग्न गरेका छौँ। अहिले 50% सिकाइ उपलब्धि भएको 2071 सालको अवस्था अहिले 62.2% सिकाइ उपलब्धिसम्म पुग्न सफल भएको छ। यसले के प्रमाणित हुन्छ भने सिकाइ उपलब्धि वृद्धिका लागि पनि यो विद्यालय प्रयत्नशील छ, शैक्षिक गुणस्तर सुधारका लागि प्रयत्नशील छ भन्ने यसले एउटा प्रमाणित गर्न सक्छ। यो विद्यालयमा अहिले आजका दिनमा 952 विद्यार्थीहरू अध्ययनरत छन्, जसमध्ये 448 छात्रहरू र 504 जना छात्राहरू रहेका छन्। अब यसमा अधिकांश धेरै बालबालिकाहरू चाहिँ जनजाति वर्गका क्षेत्रबाट चाहिँ दुर्गम क्षेत्रबाट आएर विश्वासका साथ यहाँ आएर अध्ययन गर्ने विद्यार्थीहरू रहेका छन्। त्यसैले हामी के कुरामा चिन्तित छौँ भने विद्यालय र संस्थाको गुणस्तर र सामाजिक व्यवहारको विश्वासले पठाउनु भएका अभिभावकहरूले पठाउनु भएका बालबालिका र अभिभावकहरूको विश्वासलाई हामी मार्न चाहदैनौँ। त्यसकारण केही न केही नयाँ कार्यक्रम मार्फत विद्यार्थीहरूको व्यक्तित्व विकास, संस्थाको समृद्धि र समाजको रूपान्तरणका लागि हामी प्रयत्नशील रहन्छौँ भन्ने म प्रतिबद्धता राख्न चाहन्छु। अब यो विद्यालयले बलियो प्रमाण चाहिँ पुरस्कारहरू हुन्। यो विद्यालयको गुणस्तर राम्रो छ कि छैन भन्ने कुरामा स्ट्यान्डर्ड टेस्टमा प्राप्त गरेका विद्यार्थीका परिणाम र विभिन्न अतिरिक्त पाठ्यान्तर क्रियाकलापहरूमा विद्यार्थीहरूको बाह्य सहभागिताबाट प्राप्त चाहिँ नतिजा पनि त्यसको एउटा दरिलो प्रमाण हो। हाम्रो विद्यालय नगरपालिकाको उत्कृष्ट विद्यालय कार्य सम्पादनका आधारमा उत्कृष्ट विद्यालयको रूपमा योभन्दा अगाडि लगातार 2 वर्ष नगद रु 2 लाख, प्रत्येक वर्ष 2 लाख पुरस्कार सहित पुरस्कृत भएको छ। त्यस्तै गरी नृत्य, कविता, त्यस्तै गरी वक्तृत्व कला, हाजिरी जवाब जस्ता कार्यक्रमहरूमा धेरै ठाउँ
पुरस्कृत भएको छ। जो पुरस्कारको विवरण मैले विद्यालयको प्रतिवेदनमा समावेश गरेको छु। 2080 र 81मा बाह्य सहभागितामा हाम्रा 23वटा पुरस्कारहरू हामीले प्राप्त गरेको विवरण मैले प्रतिवेदनमा सामेल गराएको छु। अझ ऐतिहासिक कुरा के छ भने यो विद्यालयबाट उत्पादित विद्यार्थीहरू राष्ट्रिय रूपमा पनि एउटा पहिचान बनाउन सफल हुनुभएको छ। जस्तो अन्डर 15 नेपाली महिला फुटबल टिममा यस विद्यालयको विद्यार्थी विदेशमा गएर नेपालको प्रतिनिधित्व गर्दै खेलिसकेकी छन्। त्यस्तै गरी अन्डर 15 बोइजहरूको चाहिँ फुटबल टुर्नामेन्टमा सेलेक्सन म्याचमा 5 जना खेलाडीहरू यहाँबाट चाहिँ अन्तिम चरणसम्म छनौटमा परेका हुन्। र अस्मिता गुरुङ जो अन्डर 15मा बङ्गलादेशमा गएर गेम पनि खेलेर आइन्, यो एउटा इतिहास हो। त्यसै गरी एनसीसीको राष्ट्रिय सेवा दलको 14 सदस्यीय भ्रमण दलमा युथ एक्सचेन्ज प्रोग्राममा नेपालको प्रतिनिधित्व गर्न 14 सदस्यमा पर्न सफल जिना घिमिरेले विद्यालयको एउटा विश्वव्यापी अस्तित्वलाई कायम गर्ने विद्यार्थीमा उनको पनि नाम आउँछ भने 2078 सालमा हाम्रो युथ एक्सचेन्ज प्रोग्राममै 16 सदस्यीय नेपालको टिममा विपन नेपाली भाइले चाहिँ प्रतिनिधित्व गरेर नेपालका 16 जना टप 16 मा पर्न सफल हुनु पनि एउटा यो चाहिँ विद्यालयको गौरवको विषय हो। त्यसै गरी हाम्रो यो विद्यालयका पूर्व विद्यार्थीहरूको यो विद्यालयप्रतिको माया त यति छ हामी भन्नै सक्दैनौँ कि सुजन गुरुङ, विकास गुरुङ जस्ता हाम्रा पूर्व विद्यार्थीहरूले विद्यालयको झन्डालाई सगरमाथाको चुचुरोमा, आमा दबलम जस्ता अन्य 3-4वटा हिमालको चुचुरोमा लगेर विद्यालयको झन्डा फरफराएर आफू अध्ययन गरेको संस्थाको सम्मानलाई विश्वव्यापी बनाउन सफल हुनुभएको छ। उहाँहरूप्रति म विद्यालयको तर्फबाट हार्दिक सम्मान भाव पनि व्यक्त गर्न चाहन्छु। र आगामी दिनमा पनि पूर्व विद्यार्थीहरू नै विद्यालय विकासको एउटा मुख्य मेरुदण्ड हुन् भन्ने कुराको प्रमाणित गर्ने काम पूर्व विद्यार्थीबाट भएको छ। अहिलेकै सन्दर्भमा हामी 2082 साल माघ 6 गतेदेखि 10 गतेसम्म सञ्चालन हुने 73औं वार्षिक उत्सवको अवसरमा विद्यालयको महेन्द्र स्मारिका प्रकाशन गर्न गइरहेका छौँ। त्यसका लागि लाग्ने लागत खर्च चाहिँ पूर्व विद्यार्थीहरूबाटै यस विद्यालयका अवयवहरूबाट नै सङ्कलन भइरहेको छ र जसलाई हामीले विद्यालयका विभिन्न आधिकारिक पेजहरू मार्फत धन्यवाद पनि दिइरहेका छौँ। त्यसकारण महेन्द्र माध्यमिक विद्यालय सामुदायिक विद्यालय कामले पनि प्रमाणित छ भन्न म त्यो चाहिँ ठोक्वा दिन सक्छु। किनभने समुदायको संलग्नताबाट नै आज हामी एउटा नमुना कार्यहरू गर्दै अरूको विश्वास जित्ने र एउटा जनताको विश्वास जित्न सफल सामुदायिक विद्यालयको रूपमा स्थापित हुने क्रममा अगाडि बढिरहेका छौँ। हाम्रो यहाँको रणनीति हेर्ने हो भने वार्षिक बजेट बनाइन्छ, प्रोक्युरमेन्ट प्लान बनाइन्छ, एसआइपी स्कुल इम्प्रुभमेन्ट प्लान बनाइन्छ, सामाजिक परीक्षण गरिन्छ, त्यस्तै गरी आइडिपी बनाइन्छ, इन्स्टिट्युसन डेभलपमेन्ट प्लान बनाइन्छ। यस्ता विभिन्न योजनाहरू बनाउने अनि त्यसलाई समीक्षा कार्यान्वयनमा लैजाने योजनाबद्ध रूपमा र त्यसको समीक्षा गरेर पुनर्योजना गर्ने एउटा चाहिँ चक्रिय क्रमलाई हामीले अवलम्बन गर्दै विद्यालय व्यवस्थापन समितिको सही नेतृत्व, शिक्षक अभिभावक सङ्घको सही अभिभावकत्व, शिक्षक कर्मचारीहरूको अपनत्व सहितको लगनशीलता, विद्यार्थीहरूको मेहनत र अनुशासनले यो विद्यालय सफलताको एउटा शिखरमा पुग्ने वातावरण बन्न अभिभावकहरूको सकारात्मक सहयोग एउटा चाहिँ महत्त्वपूर्ण माध्यमको रूपमा रहेको छ। त्यसकारण महेन्द्र माध्यमिक विद्यालय वास्तविक एउटा सामुदायिक विद्यालय हो। अब यसको आर्थिक पक्षलाई हेरिरहँदा अहिले यो विद्यालयमा सरकारी कारोबार गर्ने एउटा खाता रहेको छ, विद्यालयको आन्तरिक आम्दानीहरू व्यवस्थापन गर्ने एउटा खाता रहेको छ र अक्षय कोषको एउटा खाता रहेको छ, सुस्थ श्रवण स्रोत कक्षाको एउटा खाता रहेको छ र अन्य खाताहरू भनेका हाम्रा मुद्दती खाताहरू रहेको छन्। आजका दिनमा यो विद्यालयमा 1,70,00,000 रुपियाँ मुद्दती खातामा मुद्दती रकम जम्मा छ। त्यो रकमबाट चाहिँ हामी निजी स्रोतमा शिक्षकहरू राख्ने र आन्तरिक परिचालनका क्षेत्रमा त्यसका स्रोतलाई सुव्यवस्थित परिचालन गर्ने गरेका छौँ भने सरकारी अनुदानका रकमहरू पनि हामी निरन्तर रूपमा व्यवस्थित गरेर मितव्ययी ढङ्गबाट अत्यावश्यक क्षेत्रमा काम अगाडि प्रयोग गर्दै अगाडि बढिरहेका छौँ। वास्तवमै यो प्रविधि मैत्री
विद्यालयको रूपमा स्थापित भइरहेको छ। हरेक कक्षा कोठा प्रविधि मैत्री छन्। हरेक शिक्षकलाई यो पूर्वमा कोशी प्रदेशमा एउटा अनुकरणीय काम पहिलो पटक एक शिक्षक एक ल्यापटप कन्सेप्ट 2075-76 सालमै यो विद्यालयले कम्प्लिट गरेको हो र आज सबै शिक्षकहरू ल्यापटपले पठन पाठन र दैनिक कार्यमा उहाँहरूले विद्यालयको ल्यापटप प्रयोग गर्न सफल हुनुभएको छ। प्रत्येक कोठामा स्मार्ट बोर्ड, इन्टरेक्टिभ बोर्ड जस्ता स्मार्ट टिभी जस्ता डिभाइसहरू छन्। सीसी क्यामेराले विद्यालयको अनुगमन गर्छ। इलेक्ट्रोनिक डिभाइसहरू छन्। यहाँ कार्यालय सहयोगीले घन्टी लाउनु पर्दैन। इलेक्ट्रोनिक बेलहरू हामीले जडान गरेका छौँ। इलेक्ट्रोनिक हाजिरीहरूबाट चाहिँ हाजिरी हुने गर्छ। यहाँ शिक्षकको हाजिरी विद्यार्थीले गर्छ। त्यसैले यस्ता आर्थिक स्रोतको परिचालनलाई मितव्ययी ढङ्गले अत्यावश्यक क्षेत्रमा चाहिँ प्रयोग गर्ने प्रयत्न यसले गरिरहेको छ। त्यसकारण महेन्द्र माध्यमिक विद्यालय तपाईहरूको विद्यालय हो, तपाईहरूको साथ सहयोगबाट चलेको विद्यालय हो। हामी यसका अवयव र एउटा चाहिँ हतियार मात्रै हौँ। हामी अहिलेको कारिन्दाहरू मात्रै हौँ। तपाईहरूले यो विद्यालयका लागि सदैव सकारात्मक नजरले हेरिदिन पनि म अनुरोध गर्दै सकारात्मक सहयोग गरिदिन र आवश्यक सुझाव सल्लाह दिन पनि म अनुरोध गर्न चाहन्छु। यो विद्यालयका असल अभ्यासहरू राष्ट्रव्यापी भएका छन्। बुकलेस फ्राइडे त नेसनल न्युजहरूमा चाहिँ एउटा मिडियाहरूले न्युज बनाएका छन्। कलेक्टिभ लिडरसिप, पर्सनल रेस्पोन्सिबिलिटी, इट इज आवर मिसन। हामीले लिडरसिप एउटा भए पनि रेस्पोन्सिबिलिटी पर्सनल्ली सबैसँग छ भन्ने एक शिक्षक एक जिम्मेवारीबाट जब डेस्क्रिप्सन जेडी तयार गरेर विभागीय इन्चार्जहरू बनाएर सबैलाई व्यवस्थापन गर्ने। प्रत्येक वर्ष विद्यार्थी सँगसँगै वार्षिकोत्सवमा 13वटा विधामा शिक्षकहरूलाई पुरस्कृत गर्ने गरिन्छ। वर्ष शिक्षक छान्ने गरिन्छ। त्यसैले शिक्षकहरू यो विद्यालयमा काम गर्न लालायत नै हुनुहुन्छ। उहाँहरूले अतिरिक्त काम गर्नुभयो तोकिएको बाहेक भने उहाँहरूलाई चाहिँ हामीले केही न केही प्रोत्साहन प्रदान गर्ने गरेका छौँ र पुरस्कृत गर्ने मूल्याङ्कनको मापदण्डमा त्यसलाई राखेका छौँ। विषय समितिहरू गठन गरेर आफैले एउटा ट्रेनिङ हबको रूपमा चाहिँ विद्यालयलाई अगाडि बढाएका छौँ। अन्य छिमेकी विद्यालयहरूलाई पनि पाठ्यक्रम प्रविधिकरण, मूल्याङ्कन, अभिलेखीकरण जस्ता क्षेत्रमा चाहिँ तालिम गोष्ठी कार्यशालाहरू सञ्चालन गरेर अरू साथीहरूलाई पनि सहभागी गरेर हामी चाहिँ क्षमता विकास गर्न लागेका छौँ। यसरी महत्त्वपूर्ण कामहरू गर्दै अगाडि बढिरहेको विद्यालयमा विद्यार्थीहरू पनि अतिरिक्त क्रियाकलापमा बहुत लगनशील छन्। किनभने बाह्य सहभागितामा पुरस्कृत भएर आए भने उनीहरूले प्राप्त गरेको पुरस्कारलाई उनीहरूले नै प्राप्त गर्ने र विद्यालयले प्रथम भए बापत 500, द्वितीय भए बापत 400 र तृतीय भए बापत 300 नगद पुरस्कार सहित एसेम्ब्लीमा सार्वजनिक रूपमा सम्मान सहित हस्तान्तरण गरेर प्रोत्साहित गर्ने कार्यक्रम रहेको छ। त्यसकारण यो विद्यालय विद्यार्थीको क्षमता विकास, शिक्षकहरूको समयअनुसार अध्यापतिक हुँदै क्षमता अभिवृद्धि गर्ने, समुदायको सक्षमता वृद्धि गर्ने र विद्यालयको समग्र विकास गर्न प्रयत्नशील रहेको छ। यसले अब आगामी दिनमा प्राविधिक शिक्षा, साधारण शिक्षा, विशेष शिक्षा लगायतका शिक्षाका कार्यक्रमहरूलाई अझ व्यवस्थित बनाउँदै आवश्यकता अनुसार अब उच्च शिक्षा स्नातक तहको अध्ययन गर्न वातावरण अवसर पाउने गरेको वातावरणका लागि कलेज स्थापना गर्ने क्रममा पनि पाइलाहरू चालिरहेको छ। यसले छात्रावासहरू उपलब्ध गराइरहेको छ। अन्य सङ्घ संस्थाहरूसँग समन्वय गरिरहेको छ। अहिले नमुना एउटा चाहिँ छात्रावास बहिरा स्रोत कक्षाका लागि निर्माण भएको छ। त्यसैले त्यहाँ 17 जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् आवश्यक सुविधासहित। यसका लागि म विशेष गरी अनादर ब्रिक इन नेपाल क्यानाडा जसलाई समन्वय गर्ने सोडेक र त्यसमा पनि विशेष गरी परशुराम दाहाल र यदुमणि निरोला जस्ता आदरणीय महानुभावहरूप्रति म अहिले यो कार्यक्रम यो भिडियो मार्फत यो सामग्री मार्फत उहाँहरूमा सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी प्लान्स फर नेपालले यहाँ 1008 विद्यार्थीहरूलाई चाहिँ गत वर्ष स्टेसनरी सहित सामग्रीहरू वितरण गर्यो। त्यसका लागि पनि प्लान्स फर नेपाल एसोसिएसन विथ मणिपुर इल स्विजरल्यान्ड प्रति पनि म धन्यवाद ज्ञापन गर्न चाहन्छु। र विशेष गरी यो विद्यालयको गरिमालाई उच्च बनाउनका निमित्त लगनशील हुने विद्यार्थीहरू,
जसले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म विद्यालयको प्रभाव छोड्न सफल हुनुभएको छ। त्यस्तै गरी यो विद्यालयलाई माया गर्दै अहिले पनि विद्यालयलाई सम्झिने यो समाजमा रहने वा बाहिर रहने सम्पूर्ण विद्यार्थीहरू र यो विद्यालयबाट विभिन्न ओहदामा पुग्ने राष्ट्रसेवकहरू सबैप्रति म यो विद्यालयको समग्र विकासका निमित्त जुटिदिन अभिभावकत्व आफूले सकेको प्रदान गरिदिन आग्रह, अपिल र अनुरोध पनि गर्न चाहन्छु। र यहाँ कार्यरत शिक्षक स्टाफ म गर्वका साथ के भन्न सक्छु भने सङ्घीय सभाका लगभग 70वटा माविमा हाम्रो माध्यमिक विद्यालयमा रहेका जनशक्तिप्रति म अत्यन्त सन्तुष्ट छु। उहाँहरूले गरेको मेहनतप्रति सन्तुष्ट छु र अझ मेहनत गर्नलाई तपाईहरुमा त्यो साहस प्राप्त होस्। विद्यालयले त्यो अभिभावकत्व, त्यो वातावरण बनाउन कदापि भुल्ने छैन, कहिल्यै पनि त्यो कसुर बाँकी राख्दैन। र म प्रधानाध्यापकको हिसाबले शिक्षकको सुरक्षा र गुणस्तरीय शिक्षाका लागि उहाँहरूको आवश्यकता परिपूर्ति गर्नका निमित्त म सदैव क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। म यो प्रतिवेदनमा रहेको विषयलाई मैले सार संक्षेपमा भने, तपाईहरु यदि जो कोही विद्यालयसँग सरोकार नभए पनि सामुदायिक विद्यालयप्रतिको चासो रहने महानुभावहरू विद्यालयमा भिजिट गरिदिनुहोस्, हेरिदिनुहोस्, यहाँहरूको सकारात्मक सुझाव सल्लाह दिनुहोस्। हामी त्यसलाई कार्यान्वयनमा लाने प्रतिबद्धता व्यक्त गर्छु म प्रधानाध्यापकको हैसियतले। र यो ट्रेन अर्को प्रधानाध्यापकले पनि पछ्याउने गरेको वातावरण निर्माण गर्न म प्रतिबद्ध छु। वास्तवमा मलाई के लाग्छ भने विद्यालयको शैक्षिक सुधारका लागि कसले गर्ने त? विद्यालयलाई एउटा मात्रै व्यक्ति र एउटा मात्रै पक्षबाट सुधार गर्न सकिँदैन। मैले जम्मा 7वटा क्षेत्रलाई विद्यालयको सुधारका मुख्य क्षेत्र हुन् भन्ने पहिचान गरेर त्यसलाई एउटा आफ्नो योजना भित्र राखेर 7वटा पक्षलाई एउटा चाहिँ 7 बुँदे सुधारका रणनीतिको आवश्यक तत्त्वहरूको रूपमा लिएको छु। नम्बर 1, सकारात्मक सोच सहितका कर्तव्यनिष्ठ र वफादार शिक्षक हुनुपर्छ। त्यसैले पहिलो जिम्मेवार भनेको शिक्षक नै हो, जो अहिले महेन्द्र माविले पाइरहेको छ र आगामी दिनमा अझ राम्रो जनशक्ति पाउँछ मैले विश्वास लिएको छु। दोस्रो, जिम्मेवार र क्रियाशील अभिभावक। अभिभावकले ध्यान दिएन भने विद्यालय बन्दैन। तेस्रो, अनुशासित, मेहनती र लगनशील विद्यार्थी। विद्यार्थीहरूको मेहनत विद्यालयमा मात्रै होइन, विद्यालयमा, घरमा, बाह्य वातावरणमा पनि मेहनत हुनुपर्छ। तेस्रो पक्ष विद्यार्थी हो। चौथो, समाज हो। एकताबद्ध समाज चाहिन्छ, सकारात्मक सोच सहितको एकताबद्ध समाज। अहिले खालि मानिसहरूको चाहिँ अलि नकारात्मक धारणा र टीका टिप्पणी बढी हुने गर्छ, तर सकारात्मक सोच विकास गर्न आवश्यक छ र त्यो सकारात्मक सोच सहितको एकताबद्ध समाजको आवश्यकता अब रहेको छ विद्यालयको विकासका लागि। अर्को रहेको छ क्रियाशील र निष्पक्ष व्यवस्थापक। चाहे त्यो प्रहरी होस्, चाहे त्यो विभागीय जिम्मेवारी होस्, चाहे त्यो समिति होस्, यी व्यवस्थापकीय पक्ष निष्पक्ष र क्रियाशील हुनुपर्छ, संस्थाप्रति डिभोटेड हुनुपर्छ। अर्को 6औं कम्पोनेन्टको रूपमा मैले लिएको एउटा रणनीति अन्तर्गत जुझारु र संस्थाप्रति चिन्तनशील स्टाफ चाहिन्छ। स्टाफ भनेको कर्मचारीलाई मैले इङ्गित गर्न खोजेको हो। चाहे त्यो लेखा कर्मचारी होस्, चाहे त्यो कार्यालय सहयोगी होस्, चाहे त्यो आय होस्, चाहे त्यो विद्यालयको आवश्यकता अनुसारका जुनसुकै प्रशासकीय सहायक कर्मचारीहरू हुनुहुन्छ, उहाँहरू संस्थाप्रति चिन्तनशील हुनुपर्छ र जुझारु भन्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण भनेको नेतृत्व सही हुनुपर्छ, जसका लागि संस्थाप्रति सकारात्मक सोच भएको र पहुँच राख्न सक्ने, एक्सेस राख्न सक्ने नेतृत्व अथवा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ जस्ता संस्थाका समितिहरू हुनुपर्छ। यी क्षेत्रहरू सबल भयो भने विद्यालयको विकास अवश्य रहन सक्छ। त्यसैले महेन्द्र मावि, मानेभन्ज्याङ यहाँहरू सबैमा हार्दिक आग्रह, अपिल गर्न चाहन्छ कि यहाँहरूलाई म हात जोडेर के अनुरोध गर्न चाहन्छु भने सङ्खुवासभा जिल्लामा फरक पहिचान बनाइरहेको, सबैभन्दा धेरै कार्यक्रम चलाइरहेको, बहुआयामिक कार्यक्रम चलाइरहेको यो संस्थालाई यहाँ पुर्याउन योगदान गर्नुहुने, सहयोग गर्नुहुने, प्रत्यक्ष र परोक्ष चासो लिनुहुने सबै महानुभावहरूलाई अझ सकारात्मक चासो लिदिएर हामीलाई सुझाव सल्लाह दिएर यो विद्यालयलाई टिकाउन, बिकाउनका निमित्त सहयोग गरिदिन हार्दिक अनुरोध पनि गर्न चाहन्छु। र यसै सन्दर्भमा हाम्रो विद्यालयले 73औं वार्षिक उत्सवको अवसरमा महेन्द्र स्मारिका 2082 प्रकाशन गर्न गइरहेको छ।
यो स्मारिकामा विद्यालयको इतिहास रहनेछ, मौजुदा टिम रहनेछ, समिति, स्टाफ लगायतको, र विद्यालयको इतिहासलाई त्यसले छर्लङ्ग ऐनाको रूपमा प्रस्तुत गर्न कोसिस गर्नेछ। यो विद्यालयका अहिलेसम्म यहाँका एउटा चाहिँ स्तरीकृत परीक्षाबाट लेभल क्रस गरेका विद्यार्थीहरूको दीक्षित विवरण एसएलसी वा एससी कक्षा 12 उत्तीर्ण गर्ने, जेटिए र 3 वर्ष डिप्लोमा उत्तीर्ण गर्ने विद्यार्थीहरूको विवरण त्यहाँ रहनेछ। चन्दादाताहरूको विवरण रहनेछ। त्यहाँ अक्षय कोष दाताहरूको विवरण र अक्षय कोषको डिटेल्स त्यहाँ रहनेछ। यस्ता विभिन्न विद्यालयसँग सम्बन्धित सामग्रीहरू यो स्मारिकामा रहनेछ। महत्त्वपूर्ण व्यक्तिहरूका महत्त्वपूर्ण लेख रचनाहरू त्यहाँ रहनेछन् र ती लेख रचनाहरूले सिकाइ सुधारका लागि र संस्थाको समृद्धिका लागि एउटा ऊर्जा थप्ने विश्वास हामीले लिएका छौँ। हामीले 60 सालबाट सञ्चालन गरेको सुसंस्करण स्रोत कक्षाका अहिलेसम्म अध्ययन गर्ने विद्यार्थीहरूको विवरण पनि हामी त्यहाँ राख्नेछौँ। यो स्मारिका प्रकाशन गर्न सहयोग गर्ने व्यक्ति सङ्घ संस्थाहरूको विवरण पनि हामीले त्यहाँ राखेका छौँ। विद्यालयको जग्गाको किता नम्बर र त्यसको क्षेत्रफल सहितको डिटेल्स विवरण हामीले राखेका छौँ। त्यस्तै गरी अन्य विद्यालयसँग सम्बन्धित अहिलेसम्मका प्रहरू, अहिलेसम्मका विवेश अध्यक्षहरू, अहिलेसम्मका सिंह सङ्घ अध्यक्षहरू, अहिलेसम्मका शिक्षकहरूलाई पनि यो स्मारिकामा प्रकाशन गर्ने, संलग्न गर्ने हाम्रो प्रयत्न रहेको छ। अहिलेको युग प्रविधिको युग हो। हामीले अहिले धेरै स्मारिकाहरूमा नगरेको एउटा नयाँ अभ्यास हामीले सञ्चालन गर्न यो स्मारिका मार्फत एउटा कोसिस गरिरहेका छौँ। हुनसक्छ यो पहिलो प्रयत्न हो हाम्रो। यो पहिलो प्रयत्नले हामीलाई केही कुरा सिकाउँछ। अब हाम्रो 75औं वार्षिकोत्सवमा हिरक महोत्सव हुँदैछ। यो हिरक महोत्सवमा हामी हिरक स्मारिका निकाल्छौँ। त्यस पछाडि अहिलेको यो स्मारिकामा केही कमी कमजोरी भयो भने यसलाई नियत नसम्झेर सुधारको पाटोको रूपमा हजुरहरूले सल्लाह दिएर त्यो हिरक स्मारिकालाई चाहिँ सकेसम्म 100% कम्प्लिट बनाउने हाम्रो रणनीति, हाम्रो प्लानलाई सफल बनाउने यहाँको सहयोगको मैले अपेक्षा लिएको छु। र यहाँ चाहिँ विभिन्न खालका विवरणहरूलाई अब प्रविधिको युगसँग जोड्ने र अहिले मान्छे चाहिँ यो पेपर पेन्सिल अथवा चाहिँ हार्ड कपीलाई भन्दा पनि अहिले डिजिटल कपीलाई हेर्ने भएको हुनाले हामीले के प्रयत्न गरिरहेका छौँ र आज यो भिडियो मार्फत म के सन्देश पनि दिन चाहन्छु भने लेख रचनावाला जो लेखकहरू हुनुहुन्छ उहाँहरूको लेख रचनाको हार्ड कपीलाई हामी स्मारिका पुस्तक प्रकाशन गर्छौँ भने विद्यालयको वेबसाइटमा त्यसका डिजिटल भर्सन राख्छौँ र विद्यालयको युट्युब च्यानल मार्फत हामीले यसको क्युआर लिङ्क राखेर त्यो डिजिटल पेज चाहिँ त्यो स्मारिकामा राखेर हरेक व्यक्तिका लेखहरू, विद्यालयका पूर्व विद्यार्थीहरू, अभिभावकहरू जसले लेख लेख्न सक्नुहुन्न, जसले विद्यालयले योगदान गर्नुभएको छ उहाँहरूको भिडियो इन्टरभ्यूहरू पनि युट्युब च्यानलमा विद्यालयको च्यानलमा राख्ने र त्यसको क्युआर लिङ्क चाहिँ हामी स्मारिकामा राखेर तपाईहरूले जुनसुकै समयमा युग युगसम्म नमर्ने गरी त्यस्ता डिजिटल सामग्रीहरू पनि यो स्मारिकामा प्रकाशन गर्ने हाम्रो प्रयत्न रहेको हुनाले अन्य योभन्दा विगतका धेरै स्मारिकाहरू हामीले पनि देखिरहँदा त्योभन्दा एउटा फरक आयामसहित हामी उपस्थित भएका छौँ भन्ने म यो सन्देश यो भिडियो मार्फत दिन चाहन्छु। यो भिडियोमा प्रतिवेदनमा रहेका सबै विवरणहरू विभिन्न विद्यालयसँग सम्बन्धित, समुदायसँग सम्बन्धित, विद्यार्थी शिक्षकसँग सम्बन्धित हरेक डेस्क्रिप्सनहरू चाहिँ सहितको भिडियो तपाईँले त्यो प्रतिवेदनको विवरण चाहिँ डेस्क्रिप्सन सहित यो भिडियोमा प्राप्त गर्नुहुनेछ, जसको लिङ्क हामीले प्रतिवेदनमा डिजिटल पेजको रूपमा राख्नेछौँ। त्यसैले आदरणीय महानुभावहरू, प्रविधि सँगसँगै पछ्याइरहेको, प्रविधिको विकास सँगसँगै पछ्याइरहेको एआईको जमानामा पुगिसकेको अहिलेको विश्वमा हामी पनि ताते शरीरको अवस्थाबाट दौडिने प्रयत्न गरिएको महेन्द्र माध्यमिक विद्यालयको यो स्मारिका प्रकाशनका निमित्त सहयोग गर्ने व्यक्ति, पूर्व विद्यार्थी, सरकारवाला महानुभावहरू, स्थानीय सरकार सबैप्रति म हार्दिक सम्मान व्यक्त गर्दै यो प्रकाशनका लागि सम्पादक मण्डल, सल्लाहकार, विभिन्न समितिहरूमा रहने सम्पूर्ण शिक्षक, अभिभावक, आदरणीय महानुभावहरूप्रति
यसलाई केही कमजोरी भयो भने अर्को पटक सुधारका लागि हामीलाई एउटा सिकाइ भयो भन्ने बुझेर अझ बलियो बनाउनका निमित्त रणनीति टिपोट गरेर हामीलाई सुझाव सल्लाह दिन सक्नुहुनेछ। अझ तपाईँहरूको सुझाव सल्लाहका लागि हामी चाहिँ एउटा गुगल फर्म बनाएर त्यसलाई चाहिँ यहाँहरूले जहाँसुकैबाट पनि हामीलाई सुझाव सल्लाह दिन सक्ने गरेको एउटा डिजिटल एउटा चाहिँ फर्म चाहिँ हामी कायम गर्छौँ, त्यो सिर्जना गर्छौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्दै अघि पनि मैले भनिसकेको छु, समय सापेक्ष परिवर्तनका निमित्त प्रयत्न गरिरहने यो विद्यालयको शैक्षिक यात्रामा, सामाजिक यात्रामा, आर्थिक, प्रशासनिक र व्यवस्थापकीय यात्रामा यहाँहरू अभिभावक बनेर हामीलाई संस्थागत समृद्धिका लागि सुझाव सल्लाह दिन अनुरोध सहित 73औं वार्षिक उत्सव 2082 साल माघ 6 गतेदेखि माघ 10 गते सम्म चल्दैछ। 10 गतेका दिन हुने 73औं वार्षिक उत्सव तथा अभिभावक दिवसमा म यो भिडियो मार्फत नै यहाँहरूलाई हार्दिक आमन्त्रण पनि गर्न चाहन्छु। हामीले विभिन्न सम्मानका कार्यक्रमहरू विद्यालयलाई चाहिँ योगदान गर्ने महानुभावहरूलाई सम्मानका कार्यक्रमहरू राख्ने भएको हुनाले 10 गतेको समापन समारोहमा यहाँहरूको गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गर्दै, यदि विद्यालयसँग सरकारवाला आदरणीय महानुभावहरू हुनुहुन्छ भने 5-7 मिनटको भिडियो विद्यालयको सकारात्मक पक्ष र सुधारका लागि आवश्यक सुझाव सल्लाह सहितको भिडियो यहाँहरूले हामीलाई व्यक्तिगत रूपमा पठाउनु भयो भने हामी विद्यालयको युट्युब च्यानलमा यसरी नै भिडियो निर्माण गरेर यहाँहरूको लिङ्क पनि त्यो विद्यालयको प्लेलिस्टमा राख्ने गरी डिजिटल कपी निरन्तर एड गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्दै, विद्यालय यो स्मारिका प्रकाशन र वार्षिक उत्सव सम्बन्धी यहाँहरूका कुनै अनुभव जिज्ञासाहरू भए हामीलाई राखिदिनका निमित्त पनि हार्दिक आग्रह गर्दै, यस्तै महेन्द्र माविको मात्रै म कुरा गर्दिनँ, हरेक नेपालका सामुदायिक विद्यालयलाई सशक्त बनाएर सबै जनताका छोराछोरीको शिक्षा सर्वसुलभ रूपले गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न हामी सफल बन्नुपर्छ। विशेष गरी शिक्षकहरू संवेदनशील बन्नुपर्छ, समाज सकारात्मक बन्नुपर्छ भन्ने सन्देशसहित महेन्द्र माध्यमिक विद्यालयको शुभचिन्तक र उत्तरोत्तर प्रगति चाहने सम्पूर्ण महानुभावहरूप्रति म विद्यालयको प्रधानाध्यापकको हैसियतले, शिक्षकको हैसियतले, यहाँको एउटा अभिभावकको हैसियतले, मेरा पनि बालबच्चा यही विद्यालयबाटै एससी उत्तीर्ण गरेर अहिले उच्च शिक्षामा अध्ययन गरिरहेका छन्, त्यसैले यहाँको अक्षय कोषदाताको हैसियतले, यहाँको प्रशासनको हैसियतले हरेक ढङ्गबाट चाहिँ महेन्द्र माविको तर्फबाट यहाँहरूप्रति नमन व्यक्त गर्दै विद्यालयसँग जोडिनका निमित्त हार्दिक अपिल र आह्वान गर्दै, आगामी दिनमा यस्ता अन्य भिडियोहरू, अन्य सामग्रीहरू मार्फत पनि समुदाय र विश्वसँग महेन्द्र मावि जोडिनेछ भन्ने प्रतिबद्धता राख्दै, फेरि पनि 73औं वार्षिक उत्सव 2082 सफल पार्न यहाँहरूको कुशल अभिभावकत्व अपेक्षा र प्रकाशन गर्न लागि स्मारिकाको सफल प्रकाशनका निमित्त यहाँहरूको लेख रचना उपलब्ध गराउने, फिडब्याक दिने र सुझाव सल्लाह सहित आवश्यक विभिन्न क्षेत्रका सहयोगमा पनि यहाँहरूको अभिभावकत्व प्राप्त गर्ने अपेक्षा सहित महेन्द्र माध्यमिक विद्यालयको जय होस्। महेन्द्र माध्यमिक विद्यालयका शुभचिन्तकहरूप्रति हामी सदैव ऋणी छौँ, नतमस्तक छौँ भन्दै फेरि भेट्ने बाचासहित अहिलेलाई मेरो यो प्रतिवेदनको सार संक्षेप र स्मारिका प्रकाशनको शुभ सन्देशलाई यही अन्त्य गर्दछु। धन्यवाद, नमस्कार।